फ्यात्त फालिएको लुगाको डङ्गुर, ढोका बाहिर वेलकम प्रिन्टेड डोरम्याट, अनेकौं विषय के जाति कचका कचका जीवनी केरकार च्यातचुत अझै पनि सकुशल छन्। ओछ्यान उही छ, नाम उही छ, ननिभाइएका बाचाहरू उस्तै छन्। एक मध्याह्न साथीले नौलो भिडी देखाइदिए, म त्यसको भोलिपल्टबाट जवान भएँ। धेरै भयो, सबै भयो। अहिले त हजारौंको भिड अगाडि चिच्याउने गायक भइदिन्थे। मलाई केही कोही बन्न केही अप्परझटै थिएन। मलाई अझै याद छ त्यो दिन जब अङ्ग्रेजी पढाउने सरले सोद्धा म पहिलो पटक डाक्टर भएको थिएँ। अर्को महिना सामाजिक पढाउने मिसले सोद्धा म फेरि केही समयलाई इन्जिनियर भएको थिएँ। बिस्तारै कक्षा सकियो। म फेरि नेपाली शिक्षकको प्रश्नपछि टिचर भएको थिएँ। हप्ता हप्तामा मलाई मन लागे म पाइलट भइदिन्थेँ, कहिले फुटबल खेलाडी भइदिन्थेँ, कहिले त हजारौंको भिड अगाडि चिच्याउने गायक भइदिन्थेँ। मलाई केही कोही बन्न केही अप्परझटै थिएन। रातभर फिल्म हेरेर बिहान क्लासभरि डायलग हान्ने हिरो भइदिन्थेँ। कहिले देवकोटाको जीवनी पढेर अखण्ड महाकाव्य रच्ने कवि भइदिन्थेँ। कहिले बेन्चभरि अनेकौं सिद्धान्त शायरी लेखेर छोटा अब्दुल कलाम नै भइदिन्थेँ। मलाई सास फेर्न केही मुस्किल थिएन। बिस्तारै जिन्दगीको लहै लहैमा लागे। दारी पलाए, परिवार बाँडियो, कोठा भिन्न भयो, म पनि भिन्न भएँ। गुच्चा हान्ने हात गरुङ्गा हुँदै गए। झोलाको वजन भारी हुँदै गयो। कसैको छाया मात्रै आफ्नो लाग्न थाल्यो। अद्भुत भयो। खुट्टा बढेसँगै चप्पल पनि ठुलै चाहिन थाले। अब त म युट्युबर हुन थालेँ। एक मध्याह्न साथीले नौलो भिडी देखाइदिए, म त्यसको भोलिपल्टबाट जवान भएँ। धेरै भयो, सबै भयो। दुधको चहर चोर्दा आमाले डाडुले हानेर बारीमा लखेटेको हिजो झै लागे थियो। स्कुल जाने न्युमा कछुवा ढुङ्गामा डुबे झै लागे थियो। घडीको सुईले फन्का हानिसकेछ। अब त न डाडुको हिर्काइले दुख्छ, न शब्दको झटारोले बोल्छ, केही पनि हुँदैन। खैर हिजो राति सपनामा आएकी थिए ऊ बहुत सालपछि। अक्मकिएर सोधी, के छ कवि साहब? भनियो त लेखक। आत्तिएर बिउजिए। भाइले सोध्यो के भयो? सबैले सोध्यो के भयो, के भइयो? सङ्गीले सोधे, उसले सपनामै भए पनि सोधी। शिक्षकले सोधे, माओलीले सोधे, घरपटिकाले सोधे। घरले मुन्टो उचालेर भागे माछा पुछ्रेकै काखमा। सम्झिए एकपटक, पहिलेदेखि आफू अहिलेसम्म के बने। भागी नै रहौँला तर आखिर कहिलेसम्म? अनि फेरि सम्झिए उही शिक्षकको प्रश्न। र आफैलाई सोधे, व्हाट इज योर एम? र आफैलाई सोधे, व्हाट इज योर एम? थ्याङ्क यू। मेरो अर्को कविताको शीर्षक छ फाट्न लागेको चप्पल। कोही गएको बाटो अझै उस्तै छ। उही माटो, उही सुगन्ध, खोक्रो चोटले उप्काइरहेको कालो पत्रे, कसैको फोटाहरू पनि उस्तै छन्। चोरी औँलेर तारा गनेर कटाएको रातहरू, अनि जुन साक्षी राखेर खसेको तारा हेर्दै कसैलाई मागेको रातहरू, ती गल्लीका पिँढीहरू, क्याफेका टेबलहरू, अनि रेस्टुरेन्टका गिलासहरू, बानेश्वरको भिड, चक्रपथको जाम, मयूर गाडी अनि दाहिनेको कुनाको सिट अझै पनि सकुशल छन्। ओछ्यान उही छ, नाम उही छ, ननिभाइएका बाचाहरू उस्तै छन्। बाँकी भएको पुरानो सेन्टको गन्ध उही नै छ, औँठी पनि उही नै छ। मान्छेहरू उही छन्, अनुहार उस्तै छन्, भिड उही छ, नौलो भन्नु के छ र? चलन उस्तै छ, बिहानको चिया पसल, साँझ पर्खने बस स्टप सबै उस्तै न हो? फरक लागेको केही छैन। टाढा जानु पनि त कहाँ छ र? जब सहरकै हरेक भित्तामा कसैको सानो चिल्को टाँसिएको हुन्छ। कहिलेकाहीँ कुनै आवाज, कुनै हिँडाइ र अँध्यारोमा टुटेको सडकको बत्तीले कसैको उपस्थितिको झुटो आभास दिलाइदिन्छ।
र झुटोले पनि साँचो सर मुटु झस्काइदिन्छ। खैर छाडिसकेको छाती डेरामा कुनै बसाइसराई फर्कन्छ र अब जानु पनि त कहीँ छैन। त्यसैले कतै कसैले खोजे दैलोमा राखेको प्याटप्याटे चप्पल देखाइदिनु, कतै कसैले सोधिए सुई भाँचिएको त्यो घडी देखाइदिनु, च्यातिएको शब्दकोश छ सिरानी मुनि, जिन्दगीको अर्थ सोधे पढाइ सुनाइदिनु। रातो रङ किन मनपसन्द थियो कसैले बुझ्न खोजे त्यो पुरानो प्रेमपत्र खोली पढी सुनाइदिनु। कस्तो थियो कसैले सोधिहाले कुनाको तार चुडिएको गिटार देखाइदिनु। फेरि कतै कसैले खोजिहाले भने उही दैलोमै राखेको प्याटप्याटे चप्पल देखाइदिनु। फेरि कसैले खोजिहाले भने उही दैलोमै राखेको प्याटप्याटे चप्पल देखाइदिनु। थ्याङ्क यू। मेरो लास्ट कविताको शीर्षक इन्द्रचोकको एउटा कोठा। इन्द्रचोकमा एउटा कोठा, सबै छरपष्ट, के को मतलब? छेउमा दुःखले आर्जेको एउटा खुट्टे खाट, खाटमुनि गाउँबाट आमाले पठाएको गुन्द्रुकको पोको, आँटीका दाना अनि एक बट्टा मुलाको अचार। एउटा कुनामा ग्यास सिलिन्डर, हुक्काको कोइलले पाल पारेको बाले बम्बईबाट लिएर आएको चट्टाई, अनि बत्तीको प्लगमा बजिरहेको उफर सानो मन्द स्वरमा उही नाति काजीको गीत। छटपट गरेर नै बितिरहने गयो रात, क्या संसार छ। फ्यात्त फालिएको लुगाको डङ्गुर, ढोका बाहिर वेलकम प्रिन्टेड डोरम्याट, अनेकौं विषय के जाति कचका कचका जीवनी, केरकार च्यातचुत, बिहानै बोकेर फेरि भोलि नखोली उस्तै बोकेर हिँड्ने सारा जीवनको दुःख अट्ने झोला। भुइँभरि एकपछि अर्को गर्दै लेख्दै भएन भनी च्यातेका कागजका पानाहरू, छरपष्ट भएको चुरोटको ठुटाहरू, खाटको कुनामा टङ्ग्र्याङ टुङ्गुङ रातमा पिएर राखिएको सिसाका बोतल, ढोकाको छेउमा थोरै गनाउने मोजा, अनि भित्तामा पासो लगाएर आत्महत्या गरिरहेको टाई। पढ्न बसेको एउटा सरिया जिन्दगीको खबर रमाइलो छ। उसको चार दिवारको संसार, कहिले साथीहरूलाई डेटिङ स्पट, हुक्का बाद सुट्टामार साथीहरूलाई धुवा उडाउने ठाउँ, कसैको घरमा नमिल्दा साथीहरूको सार्वजनिक रेस्टुरेन्ट, धेरै पछि आए रमाइलो गर्ने होमस्टे, गाउँदेखि चिन्ने आफन्ती गाउँका माओली सबैलाई टाउको लुकाउने त्यो कोठा, शब्द खोज्ने कविलाई कविता देखाउने त्यो कोठा, गाउँबाट सपना किन्न हिँडेको केटोको कोठा साह्रै मजाको हुन्छ। कति कति आकार, कति कति रूप हुन्छन्। आमाको चिनो घाँस जाँदा लगाउने पछ्यौरा, एक बोरा आशा, एक कुक्कर भोक, एक कराई चिन्ता, हरेक दिन पाक्छन् एक गिलास मिठो सपना, एक खिल्ली आँसु, एक बाकस याद, हरेक दिन त्यही एस्ट्रेमा बलेर जम्मा भइरहन्छ। यस्तै छ, स्वतन्त्रता छ, परिबन्ध छ, क्या खुब छ। यस्तै इन्द्रचोकको एउटा कोठामा एक्लो जीवन छ। यस्तै इन्द्रचोकको कोठामा एउटा एक्लो जीवन छ।